हेलो एभ्रिवान म चाहिँ लन्च भन्नु कि डिनर भन्नु बिचको टाइममा मगाएको छु खाना चाहिँ चिकन लोकल चिकन हो त्यसपछि यहाँ अचार छ अनि त्यस काँक्रा अनि खाना साइडमा अकबरी खोर्सानी खान लागेको छ हाम्रो अकबरी पनि पाक्नु पाक्नु होला फुल्न थाल्यो खाए ल मिठो भएछ के अरे आज बारीमा यसो गरेर त फुलिरहेको रहेछ अकबरी भोलि चाहिँ आलुको जाति त्यो गरेर दाल खानुपर्छ है हामी जिते गरेर खानुपर्छ भाइलाई आलु भुजिया बनाइदिनुपर्छ ओके बोल त मेरो मर्निङ काम मेरो कलेज छ कति बेला 3 बजे बिहिबार त 7 बजेसम्म छ कलेज बिहानको 9 बजेदेखि अचार कस्तो भएछ मिठो अचार मात्रै मैले बनाएको पोल्ने फुर्सद पनि छैन